पढ्दा पहिला जस्तो फोकसै हुँदैन, मार्क्स पनि घटिरहेको छ र आफ्नो पोटेन्सियल पनि हराए जस्तो लागिरहेको छ। चिन्ता नगर, तिम्रो कमब्याक अझै पोसिबल छ, बस सुरु गर्ने सही तरिका थाहा हुनुपर्छ। यो 5 स्टेप फलो गरेर तिमीले एकाडेमिक कमब्याक गर्न सक्छौ। नम्बर 1, पास हुनको लागि मात्र होइन, बुझेर पढ। हरेक लेसन पछि यो क्वेशन आफैलाई सोध, के म यो कुरा अरूलाई बुझाउन सक्छु? के मैले नोट नहेरिकन क्वेशन सल्भ गर्न सक्छु? के मैले साँच्चीकै यो कन्सेप्ट बुझेको छु त? यसरी आफूलाई रिभ्यू गर्दा विक पोइन्ट आइडेन्टिफाई गरी त्यसमा काम गर्न सजिलो हुन्छ। नम्बर 2, पढाइमा कहिले पछाडि नपर। एउटा लेसन मिस हुँदा त्यसले पुरा एक हप्ता कन्फ्युजन ल्याउन सक्छ। त्यसैले होमवर्क दिए पनि नदिए पनि हरेक दिन 30 देखि 60 मिनेट पढेको कुरा रिभ्यू गर। नम्बर 3, आफ्नो मिस्टेकलाई नलुकाऊ। 98% स्टुडेन्टले आफ्नो मिस्टेकलाई लुकाउन खोज्छन्। त्यसको सट्टो मिस्टेक नोटबुक बनाऊ। होमवर्क, असाइनमेन्ट, टेस्टमा भएको मिस्टेकहरू त्यहाँ लेख र एसेसमेन्ट सुरु हुनुभन्दा अगाडि त्यो मिस्टेकलाई रिभ्यू गर। नम्बर 4, कुनै नयाँ टपिक टिचरले पढाउनु अघि नै अलिकति पढिदेऊ। नयाँ युनिट सुरु हुनुभन्दा अगाडि नै पढ, सर्ट एक्सप्लेनेसन भिडियो हेर र इम्पोर्टेन्ट कन्सेप्ट र फर्मुलाहरू प्रिभ्यू गर। टिचरले पढाउँदा त्यो कुरा तिमीलाई कम्प्लिटली नयाँ लाग्दैन र बुझ्न पनि सजिलो हुन्छ। नम्बर 5, पढ्दा एक्टिभ रिकल र स्पेस रिपिटेसन फलो गर। नोट्स मात्र नपढ, नोटलाई बन्द गर र नहेरिकन एक्टिभली रिकल गर्ने प्रयास गर। पढ्दा फ्ल्यास कार्ड युज गर र अलिकति ठुलो स्वरमा अरूलाई सिकाएको जसरी एक्सप्लेन गर र पढेको कुरा केही इन्टरभलमा रिभिजन गर। यसरी एक्टिभ रिकल गरेर पढ्दा र सर्टेन इन्टरभलमा रिभिजन गर्दा पढेको इन्फर्मेसनहरू लामो समयसम्म याद हुन्छ। यदि सही तरिकाले मेहनत गर्ने हो र राम्रो गाइडेन्स पायो भने हामीले सोचेको रिजल्ट पाउन सक्छौँ। यदि तिमीले आफ्नो स्टडीलाई इफेक्टिभ बनाउन चाहन्छौ र राम्रो गाइडेन्सको खोजीमा छौ भने तिमी हाम्रो WhatsApp ग्रुपमा जोइन हुन सक्छौ। त्यहाँ तिमीले मोटिभेसन, काउन्सिलिङ, गाइडेन्स र सेल्फ ग्रोथ सम्बन्धी फ्री सेसनहरू पाउँछौ। दिएको QR मा स्क्यान गर्न सक्छौ अथवा बायोमा भएको लिङ्कमा क्लिक गरी तिमी हाम्रो WhatsApp च्यानलमा जोडिन सक्छौ।